सिमराको अवस्था पुनः तनावग्रस्त बनेको छ। आज पुनः नेपाल प्रहरीले लट्ठी चार्ज गरिसकेपछि सिमराका जेनजी युवाहरूले पुनः प्रतिकारमा उत्रिएका छन्। यहाँ हामी नेपाल प्रहरीको अवस्था हेर्न सक्छौँ। नेपाल प्रहरीले लट्ठी चार्ज गरिसकेपछि यहाँका युवाहरू जङ्गिएका छन्। अहिले नेपाल प्रहरीलाई आफूलाई बचाउन निकै सकस भइरहेको अवस्था छ। नेपाल प्रहरीले अभियुक्तहरूलाई पक्राउ नगरिसकेपछि जेनजी युवाहरूलाई आक्रमण गर्ने समूहलाई पक्राउ नगरेपछि आज बिहानबाट पुनः सिमराको अवस्था तनावग्रस्त बनेको थियो र भर्खरै इलाका प्रहरी कार्यालय सिमराका प्रमुख डीएसपी वेद कुमार भट्टले हामीले दुईजना अभियुक्तलाई पक्राउ गरिसकेका छौँ, अब सडक खाली गरिदिनुहोस् भनिरहँदा पनि युवाहरूले हामीले किटानी जारी दिएको समूहलाई पक्राउ गर्नु पर्यो र पक्राउ परेकालाई सार्वजनिक गर्नु पर्यो भन्ने माग राखेका थिए। यद्यपि नेपाल प्रहरीले यो सडक खाली गर्नुहोस् भनिरहँदा युवाहरू भने त्यस विषयमा ध्यान दिइरहेका छैनन्। खाली नगर्नु पर्ने उनीको तर्क छ र नेपाल प्रहरीले लट्ठीचार्ज गरिसकेपछि सिमराको अवस्था तनावग्रस्त बनेको थियो। यहाँ आँसु ग्यास समेत प्रहार भएको थियो। अहिले प्रहरीहरूलाई घर घरभित्र लुकाइएको छ, प्रहरीलाई बचाइएको छ। स्थानीयहरूले प्रहरीमाथि आक्रमण थालेपछि स्थानीयहरू प्रहरीलाई जोगाउनमा जुटेका थिए। यद्यपि प्रहरीहरू घर घरमा पसेपछि यहाँको युवाहरू थोरै भए पनि शान्त भएका छन्। यद्यपि यहाँको अवस्था निकै तनावपूर्ण अवस्थामा छ। हामी हेर्न सक्छौँ दृश्यहरूमा। र हिजो नेकपा एमालेका केही समूहले जेनजीयुवामाथि एकासी आएर हातपात आक्रमण गरिसकेपछि सिमराको अवस्था तनावग्रस्त बनेको थियो। जेनजीयुवाहरूले अहिले पनि भनिरहेका छन् हामीले हिजो कुनै पनि पार्टीको कुनै पनि व्यक्तिको विरोधमा सडकमा उत्रिने अवस्था आएको थिएन। हामी आफ्नै सरकारसँग हामीहरूको साथीहरूको हत्याराको कारबाहीको लागि हामी माग गर्न सडकमा आएका थियौँ भनिरहेका छन्।